यो यो चितवन राष्ट्रिय निकुञ्ज विक्रमसम्म 2030 सालमा स्थापना भएर 2030 सालमा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज नै चितवन राष्ट्रिय निकुञ्जको यो दृश्य भन्ने यहाँ भनेको 550 प्रजातिका किरा फट्याङ्ग्रा सर्प चराचुरुङ्गी गरेर 550 प्रजातिका पाइन्छ भने र 60 प्रजातिका चाहिँ यहाँ चाहिँ जङ्गली जनावरहरू पाइन्छ। र यो विश्व सम्पदा सूचीमा अहिले त विश्व सम्पदा सूचीमा जुन राम्रो राम्रो उसहरू विश्व सम्पदा सूचीमा राखेको हुन्छ नि त नेपालको एकदम मकबुलले यसलाई चाहिँ यहाँ विश्व सम्पदा सूचीमा चाहिँ 2042 सालमा यसमा चाहिँ यहाँको सडक छ प्रसारणमा चाहिँ गैर प्रजनन केन्द्रको स्थापना गरेको छ। त्यहाँ बढिया गएको बच्चाहरू चाहिँ त्यहाँबाट उत्पादन गर्ने र अनि यो रापती खोलाहरूमा चाहिँ तिनीहरू सब अलि ठुलो भइसकेपछि रापती खोलामा छोडिदिने यहाँ कुनै पनि अब माछाहरू कोहीहरू कुनैलाई पनि यहाँ शिकार गर्न